हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो भान्सामा। आजकल यो निकिताले चाहिँ कति भान्सा देखाइरहेको हामीलाई, कति कुकिङ भिडियो बनाएको भन्नु होला। अब के गरौँ, काम नै त्यही छ हैन हाउसवाइफको। अनि म चाहिँ आज हजुरहरुलाई मिठो चाहिँ पनिर पकाएर देखाउँछु ल। रेसिपी पनि देखाउँदै छु यहाँ। मलाई चाहिँ पनिर खासै मन पर्दैन, पनिरको पिस चाहिँ मन पर्दैन, म चाहिँ ग्रेभी खानीमा पर्छु हैन। अनि आज चाहिँ बहिनीले चाहिँ पनिर खाम भनिहालिन्। म चाहिँ खासै माछा मासु पनि खादिनँ, पनिर पनि खासै मन पर्दैन मलाई। बहिनीले भनेपछि लिएर आइहाले। अनि त्यसपछि म बनाउन जाँदैछु, सँगसँगै एउटा भिडियो कन्टेन्ट पनि हुन्छ भने सुट गरे। यो भिडियो सुट गर्ने चक्करमा हेर्नुस्, घरि डाडु पनि चलाउने हो कि कुकर र कराई चलाउने हो कि मोबाइल चलाउने हो कि ट्राइपड चलाउने हो कि यताउता हल्लाउँदा हल्लाउँदा पकाउन 1 घण्टाको काम चाहिँ मलाई लगभग 3 घण्टा लाग्छ। ओ माय गॉड, हजुरहरूले कसरी गरिराख्नु भएको छ मलाई कमेन्ट गर्नु ल। अनि यहाँ चाहिँ म बनाउँदैछु आज पनिरको मिठो सब्जी, अनि चाहिँ अचार, अनि माम। पनिर चाहिँ मैले कसरी पकाउँछु मैले चाहिँ यहाँ देखाइसकेको छु। म चाहिँ आज अरू नै बोलिरहेको छु हैन, हेरेर चाहिँ हजुरहरू पनि बनाउनु होला। म चाहिँ पहिला चाहिँ पनिर चाहिँ यतिकै प्याज काटेर चाहिँ बनाउँथेँ मसिनो पारेर हैन। अनि त्यो प्याज चाहिँ ब्राउन गर्न चाहिँ एकदम टाइम लाग्ने। अनि मैले पछि चाहिँ आजकल के गर्छु भने अलिअलि मोटो पनि काट्छु, प्याज टमाटर दुइटै, अनि त्यसलाई चाहिँ हल्का चाहिँ तेलमा पकाउँछु, अनि त्यसलाई ग्राइन्ड गर्छु। त्यसपछि थोरै मसिनो चाहिँ बाक्लो हुन्छ भनेर मसिनो पिस गरेर पनि प्याज काट्छु, अनि त्यसलाई चाहिँ मजाले पकाउँछु। छिटो पनि हुन्छ हैन, तर यो पनिर पकाउनु चाहिँ एकदम टाइम लाग्छ कि, किनभने यो मैले चाहिँ मसला यसरी मजाले पकाउँछु कि, अलि ग्रेभी नै बनाउँछु, मसला मजाले बनाउँछु। हो त्यो कारणले गर्दा चाहिँ पनिरमा चाहिँ अरू केही मिसाएको मन पर्दैन मलाई, मात्र पनिर अनि मसला। पनिर पनि अरूलाई दिन्छु अनि मसला चाहिँ म खान्छु के। अनि यहाँ चाहिँ सँगसँगै मैले चाहिँ माम पनि बसालिहालेँ, काम गर्दै भाँडा पनि मैले उता धस्काइरहेको छु। यता चाहिँ यस्तो मजाले घट्नी गरी चाहिँ पकाउनुपर्छ, मजाले खिर पकाए यसरी मजाले घट्नी गरी बनाउनुपर्छ, अनि बल्ल मिठो हुन्छ। अनि आज धेरै थोक मिक्सरमा ग्राइन्ड गरेको हेर्नुहोस्, म पनि पुरै मसला अनि मिक्सर पनि त्यस्तो भयो, सँगसँगै मिक्सर पनि पुछे। अब यो ट्राइपड मोबाइल डाडु पनि यो सँगसँगै हात पनि कति ठाउँमा हल्लाउनु पर्छ हो किन भन्नुहोस् त। घरि यता कराईमा हालेछ हात, घरि मिक्सरमा हालेछ, घरि भाँडा धुन पनि पुगेछ। ओ माई गॉड, हामीहरूको हात पनि कति ठाउँमा काम गर्छ कि हैन। त्यसपछि चाहिँ मैले यहाँ अचार पनि बनाउन थालेँ, बोल्दा बोल्दै चाहिँ कहाँ पुग्यो भिडियो। अनि यहाँ चाहिँ मैले के को छोप हाल्दैछु भने यो चाहिँ हो आलसको छोप, अनि हातले मजाले मोलेर अचार पनि बन्यो। अनि लास्टमा चाहिँ मसला पाकिसके पछाडि यहाँ चाहिँ बल्ल मैले पनिर हालेँ, अनि यसमा चाहिँ मैले एक्स्ट्रा थोरै दही पनि राख्छु, अनि हल्का मिठो फ्लेभर हुन्छ, अनि थोरै घिउ पनि राखेँ मिठो हुन्छ भनेर। अनि मजाले चाहिँ घटाएर फेरि एकछिन पकाउने। अनि फ्रिजमा धनियाँ हालेको ल हेर्नुहोस् कति रहेछ धनियाँ हैन। अब यो कसको भागमा को बागेमानीको भागमा पर्छ, मिठो पसाउँछ भनेर हाल्छु भनेको त यति मात्रै रहेछ, त्यही पनि इट्स ओके, कहिलेकाहीँ चल्छ। मजाले हेर्नु कस्तो मजाले पाक्यो। अलि पानी थपेँ मैले, पानी थपेर चाहिँ हल्का अलि धेरै बाक्लो पनि अलि मिठो हुन कि भनेर थोरै पानी हालिहालेँ। अनि हेर्नुहोस् एकछिन पकाउँदै घाम थियो, यसो बाहिर गएको त हावाहुरी मौसम त बादल त कालै भइसकेको, भित्र आएको माम पनि पाक्यो। अनि बाहिर गएर पानी परिकन हेर्छु भनेको त पानी परेर पनि सानीमा छोरो त नाच्न पुगिभएका, नभन्दै छोरा मात्रै नभएर बाबा पनि पानीमा भिजेर नाचेर आउनु भएछ। अनि कागती थिएन, कागती लिएर आउनु भएछ। अनि यहाँ चाहिँ मैले प्रतापको लागि हामीहरूको लागि खाना प्लेटिङ गर्दैछु, माम पनिरको सब्जी अचार, अनि प्रताप लिएर आएको कागती भनेर चाहिँ मैले खाना दिएँ। आजलाई यति नै। थ्याङ्क यू सो मच एभ्रिवान फर वाचिङ, लभ यु अल, बाई बाई।